आम नेपाली नागरिकहरूले जान्नै पर्ने 10 वटा कानुनहरू। 1 नम्बर, नेपालमा जन्मकैदको सजाय 25 वर्ष कायम गरिएको छ। मुलुकी अपराध संहिता 2074 को दफा 42 अनुसार जन्मकैदको सजाय 25 वर्ष कायम गरिएको छ। नम्बर 2, पतिले पत्नीलाई जबरजस्ती करनी गरे 5 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता 2074 को दफा 219 को उपदफा 4 मा पतिले पत्नीलाई जबरजस्ती करनी गरेमा 5 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। नम्बर 3, नेपालमा विवाहको उमेर 20 वर्ष कायम गरिएको छ। मुलुकी अपराध संहिता 2074 को दफा 173 अनुसार विवाहको लागि 20 वर्ष उमेर कायम गरिएको छ। 20 वर्ष उमेर नपुगी विवाह गरे वा गराएमा 3 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। नम्बर 4, विवाहमा दाइजो मागेमा 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता 2074 को दफा 174 अनुसार विवाहमा दाइजो मागेमा 3 वर्षसम्म कैद वा 30,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। नम्बर 5, बहुविवाह गरेमा 5 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता 2074 को दफा 175 अनुसार बहुविवाह गर्ने पुरुष तथा महिला दुवैलाई 5 वर्षसम्म कैद र 50,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। नम्बर 6, बिना अनुमति कसैको तस्बिर खिचेमा र स्वरूप बिगारेमा 1 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता 2074 को दफा 295 अनुसार बिना अनुमति कसैको तस्बिर खिच्ने र स्वरूप बिगार्नेलाई 1 वर्षसम्म कैद वा 10,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। नम्बर 7, नेपालमा धर्म परिवर्तन गराएमा 5 वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता 2074 को दफा 158 को उपदफा 3 बमोजिम कसैलाई धर्म परिवर्तन गराएमा 5 वर्षसम्म कैद र 50,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। नम्बर 8, शारीरिक सम्पर्कबाट शिशुको जन्म भएमा स्वत विवाह कायम भएको मानिन्छ। मुलुकी देवानी संहिता 2074 को दफा 74 अनुसार शारीरिक सम्पर्कबाट शिशु जन्मिएपछि स्वत विवाह कायम हुने व्यवस्था छ। नम्बर 9 मा नेपालमा निशुल्क रूपमा वकिल राख्न पाउने व्यवस्था छ। नेपालको संविधान 2072 को धारा 20 को उपधारा 10 बमोजिम निशुल्क कानुनी सहायता पाउने व्यवस्था छ। र नम्बर 10 मा पैसाको नोटमा केरमेट गर्नेलाई 3 महिनासम्म जेल सजाय हुन्छ। मुलुकी अपराध संहिता 2074 को दफा 263 को उपदफा 3 बमोजिम नोटमा केरमेट गर्नेलाई 3 महिनासम्म कैद र 5,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।